तपाईहरुलाई काम लाग्ने कुराहरू मैले बताइरहेकी हुन्छु, सिकाइरहेकी हुन्छु। हेलो फ्रेन्ड्स, नमस्ते। हजुरहरूले सोशल मिडियाका यसरी लोगो लगाउन चाहनुहुन्छ भने यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। आज मैले यसैका बारेमा कुरा गर्नेछु। भिडियो चाहिँ पुरा हेर्नुहोला। यदि तपाईहरुले भिडियोलाई आधा अधुरा हेर्नुभयो भने तपाईले सिक्दै सिक्नुहुने छैन। हजुरहरू मध्ये कोलाई सोशल मिडियाका आइकन लगाउन आउँछ र कोलाई आउँदैन, त्यो पनि मलाई कमेन्टमा गएर कमेन्ट गर्नुहोला। भिडियो बनाउँदा सोशल मिडियाका आइकन युज गर्नुभयो भने तपाईको भिडियो प्रोफेसनल अथवा आकर्षक देखिन्छ। त्यही भएर मैले पुरा डिटेलमा हजुरहरूलाई बताउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। तपाईहरुको लागि भनेर मैले भिडियो एडिटिङका मैले जानेका, मैले अनुभव गरेका धेरै कुराहरू मैले हजुरमाझ शेयर गर्ने गर्छु। तपाईहरुले भिडियो पुरा हेर्नुहुन्न, मेरो भिडियोलाई लाइक गरिदिनुहुन्न, शेयर गरिदिनुहुन्न। हजुरहरूले यतिकिन हेल्प भए पनि गरिदिनु होला, तर भिडियो चाहिँ पुरा हेर्नुहोला। किनभने भिडियो पुरा हेर्नुभयो भने तपाईले एडिटिङ गर्न सबै सिक्नुहुनेछ। ल हजुरहरूलाई म स्क्रिनमा लिएर जाँदैछु। ल आउनु। VN एपमा जाने, त्यसपछि प्लस आइकन, न्यू भिडियो, एउटा भिडियो ल्याउँ। हामीले यही भिडियो ल्याउँछु म। त्यसपछि मैले हजुरहरूलाई बताउनको लागि हो यसको आवाज चाहिँ म्युट गरिदिएँ। त्यसपछि अब हजुरहरूले सोशल मिडियाको आइकन यहाँ सुरुमा लगाउन भन्दा पनि तपाईहरुले लास्टमा लगाएको राम्रो देखिन्छ। त्यही भएर मैले चाहिँ यहाँ लगाउने गर्छु। यसमा जाने, यो फोटो जस्तो गरेर प्लस गरेको छ, यसमा ट्याब गर्ने हामीले यहाँ। त्यसपछि यहाँ फोटो आउँछ, यहाँ एलिमेन्ट्स आउँछन्, यहाँ टाइटल आउँछ। अब हामी एलिमेन्ट्समा जाउँ। त्यसपछि यहाँ रिसेन्टली युज छन् यिनी, यहाँ यो सेभ भयो, यो लाइन्स एन्ड फ्रेम्स, यो सोशल मिडिया आइकन यहाँ छन्। अब तपाईले इन्स्टाग्रामको लगाउने हो, युट्युबको लगाउने हो, फेसबुकको लगाउने हो, टिकटकको लगाउने हो, अथवा यो टेलिग्रामको लगाउने हो, अथवा व्हाट्सएपको लगाउने हो, स्न्यापच्याटको लगाउने हो। अरू पनि धेरै छन्। तपाईहरुलाई चाहियो भने यसरी यहाँ गएर थिच्नु होला। अरू पनि धेरै छन्। अब मलाई चाहिँ अहिले हजुरहरूलाई बताउनको लागि त्यति धेरै चाहिएन। मलाई चाहिँ फेसबुक, युट्युब अनि इन्स्टा यो चाहियो। यो यहाँ एकै ठाउँ छ सबै तीनटा, त्यही भएर देखिएको छैन तपाईलाई। यसभित्र अर्को फेसबुकको पनि होला, देख्न सक्नुहुन्छ। फेसबुकको लागि भिडियो बनाउँछौँ भने हामीले यसलाई हटाइदिनु पर्यो, डिलिट गर्नुहुन्छ यहाँबाट। फेसबुकको लागि भिडियो बनाउने हो भने तपाईले आइकनलाई यहाँनिर राख्न सक्नुहुन्छ। त्यसपछि आफ्नो नाम यहाँ टेक्स्टमा गएर टेक्स्टबाट लेख्न सक्नुहुन्छ। यसरी सानो गराएर लोगो लगाउन सक्नुभयो र फेसबुकको नाम, पेजको नाम जे पनि लेख्न चाहनुहुन्छ यहाँ लेखेर हुन्छ। जहाँ लामो गराए पनि पाइन्छ, तर मैले यहाँ चाहिँ लामो गराउँदिन किनकि मेरो स्क्रिन टाक्किन्छ। त्यही भएर मैले यहाँबाट बोल्न थालेपछि म यहाँ लगाउँछु यसलाई। त्यसपछि यहाँ नाम लेख्नु होला। यति राम्रो देखिन्छ, देख्नुस्। अनि यो भयो फेसबुकको, मैले यहाँ हजुरहरूलाई देखाउनको लागि हो। र यसलाई सिलेक्ट गर्नुहोस्। र युट्युबको भयो, यसलाई एडजस्ट गरौँ। अलि सानो लोगो राम्रो देखिन्छ। अनि कता राख्ने हो तपाईले, यहाँ राख्ने हो, यहाँ राख्ने हो, कता राख्ने हो तपाईलाई जता राम्रो लाग्छ उता राख्न सक्नुहुन्छ। तर यहिले चाहिँ यो हामीले डिलिट गरौँ। यसलाई थोरै ठुलो गराउँछु म किनकि केही पनि देखिएन। अब चाहिँ कहाँ राख्ने, तपाईले यहाँ राख्नु होला। साइडमा आफ्नो च्यानलको नाम लेख्नुहोस्। त्यसपछि यसलाई अब यहाँ त यतिकन छ, हजुरहरूले देख्न सक्नुहुन्छ। यहाँ केही हिस्सामा 2 सेकेन्ड 1 सेकेन्डमा मात्रै होला। अलि लामो राख्न चाहनुहुन्छ भने तपाईले यसलाई ड्र्याग गर्नु होला। कति लामो राख्ने हो त्यो तपाईहरुले आफ्नो सेट गर्नु होला। यहाँ मैले चाहिँ यसलाई अलिकति यता राख्छु किनकि लोगो लास्टमा नै राम्रो देखिन्छ। यसरी यहाँ यसरी हराउँदै जान्छ। तर यो अहिले सिलेक्ट भएको यो चाहिँ आउँदैन है साथीहरु, यहाँ यसरी देखाएको मात्र अहिले। तर तपाईले एक्सपोर्ट गर्दाखेरि त्यो आउँदैन। यसरी हजुरहरूले सोशल मिडियाका लोगो अथवा कोही स्टिकर केही पनि चीज हजुरहरूले आफ्नो भिडियोको माथि लगाउन सक्नुहुनेछ। तपाईहरुलाई काम लाग्ने कुराहरू मैले बताइरहेकी हुन्छु, सिकाइरहेकी हुन्छु। तपाईहरुले ध्यानसित सुन्नु होला। बुझ्नु भएन भने त्यो भिडियोलाई फेरि हेर्नु होला अथवा सेभ गरेर राख्नु होला र मन पर्यो भने शेयर गर्नु होला। हस्त, धन्यवाद।